Hello everybody, so welcome to my new vlog है आज चाहिँ म चाहिँ यो एउटा दामी एउटा पार्कमा आएर चाहिँ बसिरहेको छु र एउटा सानो कन्टेन्ट बनाउँ भनेर हो र आजको टाइटलमा तपाईहरुले जसरी देखिहाल्नु भयो मैले चाहिँ आजको यो एपिसोडमा चाहिँ मैले जुन यो कप्सहरु छ कसरी चाहिँ मैले चाहिँ obtain गरे भनेको एउटा सानो सर्ट स्टोरीजहरु चाहिँ तपाईहरुको समक्ष आज म शेयर गर्न खोजिरहेको छु है र यो कुराहरु किन इम्पोर्टेन्ट छ र किन भन्न खोजिरहेको छु भन्दाखेरि चाहिँ इट इज द वान अफ द अचिभमेन्ट्स इन माई लाइफ लाइक आई पर्सनली एम भेरी प्राउड अफ के त्यो भएको कारणले गर्दाखेरि हो सो अलिकति सायद लामो हुन सक्छ होला अथवा कसैलाई अलिकति इन्ट्रेस्टिङ नहुन सक्छ होला बट स्टिल देन एउटा सुनिदिनु भयो भने तपाईले मेरो बारेमा एउटा सानो कुरा के जान्न सक्नुहुनेछ है त सो इट्स अल अबाउट लर्निङ एन्ड शेयरिङ एक्सपिरियन्सेस है त ओके सो लेट्स स्टार्ट है अब यहाँनिर भएको कप्सहरु जति पनि जे छ त्यो सब मेरो पर्सनल हो हैन त्यसपछि मैले अचिभ गरेको किनेको चाहिँ होइन है अनि धेरैवटा सायद 6-7 वटा मेडल्सहरु पनि थियो त्यो चाहिँ अब केही कारणवश त्यो हराउन पुगेको हैन यो चाहिँ अझै पनि छ तर यसलाई चाहिँ मैले चाहिँ एकदम प्रिजर्भ गरेर राखेको छु र भोलि गएर मेरो घर भयो भने चाहिँ यसलाई चाहिँ सजाएर राख्ने मेरो प्लान छ है त सो स्टोरी स्टार्ट्स व्हेन आई वाज इन क्लास 5 एक्चुअली हैन क्लास 5 मा चाहिँ म पढिरहेको थिएँ र त्यहाँनिर चाहिँ त्यति बेलामा चाहिँ हाम्रो स्कुलमा चाहिँ एउटा ग्रान्ड एउटा इभेन्ट हुन आँटेको थियो क्या र एउटा च्यारिटी इभेन्ट भनौँ न च्यारिटी चाहिँ केको लागि भन्दाखेरि चाहिँ हाम्रो स्कुल चाहिँ एकदम ग्रोइङ स्कुल थियो र बिल्डिङ्सहरु भयो बास्केटबल कोर्टहरु चाहिँ नभएको अवस्था थियो त्यतिखेर हैन अनि त्यसको लागि चाहिँ हामीले चाहिँ एउटा फन्ड कलेक्सन गर्नको लागि चाहिँ हामीले चाहिँ सिस्टरहरुले भनौं न मेनली चाहिँ हाम्रो स्कुलको म्यानेजमेन्टहरुले चाहिँ एउटा प्रोग्राम अर्गनाइज गर्ने त्यसमा चाहिँ स्पेशली प्यारेन्ट्स अथवा आउटसाइड भिजिटर्सहरुलाई चाहिँ एउटा टिकट जस्तो गरेर चाहिँ किन लगाउने र उनीहरुलाई बोलाउने र एउटा डान्स परफर्मेन्सहरु भयो एउटा सिंगिङ भयो अथवा सानो एउटा वान एक्ट प्ले जस्तो भयो हो त्यस्तोहरु चाहिँ गर्ने चाहिँ एउटा प्रोग्राम थियो के सो त्यति बेलामा चाहिँ हाम्रो स्कुलको डान्सिङ हेर्ने एक्स्ट्रा करिकुलर हेर्ने एकजना टिचर हुनुहुन्थ्यो उहाँले चाहिँ डान्सेसहरु खोजिराख्नु भएको थियो के उहाँ सरले चाहिँ र म क्लास केजी बाटै त्यही स्कुल पढेको हैन एउटै स्कुलबाट म एसएल सम्म त्यही पढेको म क्लास 5 सम्म हुँदाखेरि चाहिँ म एकदम त्यस्तो डान्सहरु यताउति भन्ने चाहिँ म कहिले पनि गर्दिन थिए र गरेको थिएन पनि हैन अनि त्यति बेलामा चाहिँ ठक्क आउनु भयो उहाँनिर चाहिँ हाम्रो क्लास भइरहेको थियो अनि त्यसदेखि शी आस्क्स द परमिसन हैन त्यसपछि हुन्छ भनेर एउटा अनाउन्समेन्ट छ भन्नुभयो त्यसपछि अनाउन्समेन्ट चाहिँ यस्तो वी नीड सम डान्सर्स यसको लागि चाहिँ हु इज इन्ट्रेस्टेड भन्ने सुन कुरा गर्नुभयो त्यसपछि गएर मलाई त भाग लिनु मन थियो हैन तर डराउने के हिचकिचाट जस्तो भएको थियो के मनमा चाहिँ अनि त्यसपछि गएर चाहिँ मैले चाहिँ के गरे भने जे परे पर्ला भनेर चाहिँ जुरुके उठे के हैन अरु साथीहरु पनि थियो 4-5 जना अनि त्यहाँनिर उठे मेरो त्यहाँबाट चाहिँ मेरो करियर एक्स्ट्रा करिकुलर एक्टिभिटिजको बाटो चाहिँ त्यहाँबाट खुल्यो के मेरो लागि चाहिँ हैन अनि त्यसपछि गएर त्यहाँबाट छिरिसकेपछि मेरो फर्स्ट डान्स भनेको कुन चाहिँ गीत थाहा छ आई डोन्ट नो राय समाल सायद पिक्चराइज हुनुहुन्छ होला यो गीतमा र गीतको नाम चाहिँ थियो हो नि रेशम हो कि होइन हो भने खाउ कसम भन्ने गीत थियो के त्यसमा चाहिँ फर्स्ट मेरो डान्स हो र त्यो एउटा सुरुवात भइसकेपछि चाहिँ आगामी डेजहरुमा जहाँ पनि जे एउटा फंक्सनहरु हुन्थ्यो हैन त्यति बेलामा चाहिँ हामीलाई पनि बोलाउनुहुन्थ्यो र त्यहीबाट चाहिँ कनेक्सन हुँदै गयो र त्योसँग आबद्धित भएर चाहिँ अब कति एउटा जिल्ला स्तरीय हैन त्यस्तोहरुको एउटा डान्स कम्पिटिसन नृत्य कम्पिटिसनहरुमा चाहिँ हाम्रो स्कुललाई पनि पार्टिसिपेसनको लागि बोलाउँथ्यो र त्यसमा चाहिँ प्राय जस्तो हामी नै हुन्थ्यौं हैन त्यसपछि त्यो गर्दाखेरि चाहिँ हामीले प्राय जस्तोहरु त हामी सेकेन्ड त कन्फर्म ल्याउँथ्यौं के आई डोन्ट नो अब हाम्रो इन्फ्रास्ट्रक्चर राम्रो थियो अथवा सबै ड्रेसिङहरु राम्रो थियो हैन सबै कल्चरली डान्सहरु गर्न लागि सबै कुराहरु थियो त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामी सेकेन्ड त कन्फर्म हुन्थ्यौं अहिलेसम्म हारेर आएको नै छैन चल्नु चाहिँ हैन सो त्यस्तो त्यहाँबाट सुरुवात भयो यो चाहिँ हैन त्यसपछि अब बाँकी रहेको एउटा धेरै कप्सहरु अथवा मैले अघि भिडियोको स्टार्टमा भनेको थिएँ कि लाइक आई एम भेरी प्राउड अफ माइ सेल्फ भन्दाखेरि चाहिँ यो सिचुएसन चाहिँ है अबदेखि चाहिँ छ
के भयो भन्दाखेरि चाहिँ राउन्ड अबाउट यो म क्लास 8 को कुरा हो। फेरि हाम्रो स्कुलमा चाहिँ एउटा नयाँ सुरुवात भयो, नयाँ एउटा इभेन्ट सुरुवात भयो। इभेन्ट कस्तो थियो भन्दाखेरि चाहिँ एभ्री 2 इयरमा चाहिँ एनुअल स्पोर्ट्स गर्ने भन्ने थियो र त्यति बेलासम्ममा चाहिँ हाम्रो ओभरअल स्टुडेन्ट्सहरूलाई चाहिँ 4वटा हाउसमा डिभाइड गरिसकेको थियो हैन, ब्लू, रेड, येलो, ग्रिनमा। अनि त्यसको चाहिँ एउटा के भन्छ ट्र्याक रेसहरू गर्ने भनेर चाहिँ स्टार्ट हुन आँटेको थियो र मलाई राउन्ड अबाउट सायद आई एम नट स्योर क्लास 7 तिर थियो होला म त्यतिखेर हाम्रो फर्स्ट सुरुवात भयो। त्यो क्लास 7 को फर्स्ट टाइममा हुँदाखेरि चाहिँ अब त्यहाँनिर हैन 100 मिटर रेस, 200 मिटर रेस, 400 मिटर र्याली रेसहरू अरू धेरै त्यस्तो इभेन्टहरू थियो हैन। त्यसमा चाहिँ मैले कुनैमा पनि मैले भाग लिइनँ क्या। अनि त्यो एउटा पर्टिकुलर डेमा चाहिँ हाम्रो प्यारेन्ट्सहरूलाई चाहिँ हामीले बोलाउनु पर्थ्यो र इन्भिटेसनहरू दिन्थ्यो र आउनुहुन्थ्यो र त्यो दिन चाहिँ आउनुभयो। त्यो दिन भयो अनि मेरो मा हुनुहुन्थ्यो, विशेष गरी बुवा त हुनुहुन्थ्यो हैन। सो माहरू आउनुभयो अनि उहाँहरूले सबैजनाले अब त्यो खेलेको कुदेको देख्नुभयो नि त। अनि सबै खेलिसकेपछि चाहिँ लास्ट मोमेन्टमा चाहिँ सबै त्यो प्राइज डिस्ट्रिब्युसन गर्नुहुन्थ्यो क्या, गर्ने गरिन्थ्यो। अनि फलाना फर्स्ट इन 100 मिटर रेस सबैले ताली पिट्ने हैन, त्यसरी भएको थियो। र मेरो मालाई चाहिँ त्यो कुराहरूको भित्र मनमा परेछ क्या। र घर फर्किने क्रममा चाहिँ मेरो माले मलाई के भन्नुभयो भने, अथवा मलाई हैन डाइरेक्टली मलाई हैन अरूहरूलाई बर कुरा गर्दा के भन्नुभयो भने, सबैको छोराहरूले कुदेर मेडल पाएको देखे, हाम्रै छोराहरू चाहिँ छैन रहेछ भन्ने टाइपको कुरा गर्नुभयो क्या। मलाई यो सेन्टेन्सले यति साह्रो हिट गरे क्या मेरो मनमा। आई डोन्ट नो मलाई किन त्यस्तो फरक पर्यो। मेबी बिकज म आमालाई माया गर्थेँ अथवा माको यो त्यो सेक्रिफाइसेसहरूलाई सायद बुझ्थेँ, आई डोन्ट नो के हो र। तर मनमा चाहिँ एकदमै हिट भयो क्या मलाई यो चाहिँ। अनि त्यो सुनिसकेपछि चाहिँ मैले चाहिँ आफैमा चाहिँ भित्र एउटा सङ्कल्प जस्तो के गरेँ भन्दाखेरि चाहिँ म चाहिँ अब 2 वर्षपछि हुने फेरि एनुअल स्पोर्ट्समा चाहिँ भाग लिन्छु र केही जितेर देखाउँछु भनेर चाहिँ मेरो त्यो भित्र सङ्कल्प भयो क्या। र आई स्टिल रिमेम्बर हैन, म क्लास 7 जस्तो थिएँ, 8, 9मा पुगेँ। 9मा पुग्दाखेरि म मेरो हाउसको भाइस क्याप्टेन पनि भएँ हैन। 9 हुनेहरूलाई भाइस क्याप्टेन हुन्थ्यो, क्लास 10मा हुँदाखेरि चाहिँ क्याप्टेन हुने गर्थ्यो। म क्लास 9 भएको भरि चाहिँ म चाहिँ भाइस क्याप्टेन भएँ। अनि भाइस क्याप्टेन भइसकेपछि अब लगभग 1.5 महिना अगाडि तपाईको त्यो उयो थियो क्या, अब के भने त्यो एनुअल स्पोर्ट्सको तयारी सुरु हुन थालिसकेको थियो, एनाउन्समेन्ट भइसकेको थियो। देन वाट आई डिड इज लाइक त्यो 1.5 महिना जति जे हुन्छ हैन, मैले ट्रेनिङ गर्न सुरु गरेँ, सेल्फ ट्रेनिङ गर्न सुरु गरेँ। मैले चाहिँ त्यतिखेर के डिसाइड गरेको थिएँ भने चाहिँ म चाहिँ अब रनिङमा 200 मिटर रेसमा चाहिँ आई विल टेक पार्ट, 200 मिटर रेस र 400 मिटर रेसमा चाहिँ म चाहिँ आई विल पार्टिसिपेट भनेर चाहिँ मैले चाहिँ सुरुवात गरेँ। त्यसपछि गएर आई स्टिल रिमेम्बर हैन, म त्यो 1 महिना जति होला के भएको मलाई थाहा छैन। एभ्री मर्निङ म 4 बजे उठ्थेँ र म रनिङ गर्न जान्थेँ क्या। चिसो मौसममा थियो त्यतिखेर हैन। म लगभग एभ्री डे बिहानको 4 बजेतिर उठेर राउन्ड अबाउट 10-12 किलोमिटर जति चाहिँ म त्यहाँबाट कुद्थेँ क्या म। अनि त्यसपछि म आफैले ट्रेनिङ गर्थेँ। अब त्यो बेलामा इन्टरनेटको जमाना पनि थिएन हैन, कम्प्युटरको त टाढै कुरा भयो। मैले आफैले एनालाइज गर्थेँ क्या, मैले कसरी चाहिँ हाउ क्यान आई डेभलप भनेर। त्यसै गरेर मैले चाहिँ स्टामिनामा वर्कआउट गरेँ, त्यसपछि मैले स्पिडमा वर्कआउट गरेँ र हाउ क्यान वी विन द रेस भन्ने टाइपकोहरू पनि मैले अलिकति स्टडी गरेको थिएँ क्या त्यो 400 मिटर रेसमा, रिलेमा चाहिँ। त्यसै गरेर मजाले कुदेँ, ट्रेनिङ गरेँ। त्यसै गरेर मैले चाहिँ अब चाहिँ रेस्ट गर्नुपर्छ, न आई हेभ टु रेस्ट माई बडी टु गिभ द बेस्ट पर्फर्मेन्स भन्ने चाहिँ आई डोन्ट नो कहाँबाट मलाई त्यो नलेज भयो, मैले त्यो गरेँ। त्यसै गरेर लगभग सबै ट्रेनिङ गरेको मेन इभेन्टको 2 दिन जति अगाडि चाहिँ मैले चाहिँ टोपटेल बन्द गरेर जस्ट स्ट्रेचिङ मात्रै गर्थेँ, हल्का वार्मअप मात्रै गर्थेँ र बडीलाई चाहिँ एकदम एनर्जी रिस्टोर गरेर राखेको थिएँ क्या। र फाइनली स्पोर्ट्स डे भयो, इभेन्ट भयो। त्यसपछि गएर मैले चाहिँ 200 मिटर रेसमा आई पार्टिसिपेटेड। आई स्टिल रिमेम्बर मेरो ट्र्याक 4th थियो क्या हैन। अनि ट्र्याक 4th भनेको मतलब चाहिँ अब ट्र्याक 1 भयो भने चाहिँ इनर लुपमा पर्छ
अनि ट्र्याक 2, 3, 4 भने चाहिँ सबसे त्यो त आउटर लुपमा पर्छ क्या भन्नु मतलब चाहिँ उसलाई चाहिँ ठुलो कर्भ के भन्छ ठुलो कर्भ चाहिँ उसले चाहिँ के भन्छ रन गर्नुपर्ने हुन्छ क्या अब तर हाउएभर त्यो कर्भ रन गरिसकेपछि इक्वली ब्यालेन्स त हुन्छ त्यही पनि लाइक अलिकति डिसएडभान्टेज मानिन्थ्यो क्या नभन्दै मलाई चाहिँ फेरि ट्र्याक 4 पर्दियो क्या अब के हो इट इज वाट इट इज होइन त्यसपछि गएर रनिङ गरेँ म त आई डोन्ट नो मेरो साइड प्रिपरेसन यस्तो खतरा थियो होला कि मेरो पछाडिको 3 जना जति रनर त लाइक यहाँबाट लगभग 10-15 मिटर जति त पछाडि क्या भरे त्यतिको डिफ्रेन्स थियो क्या अनि त्यसमा मैले सजिलैसँगले 200 मिटर रेस मजाले जित्थेँ त्यसपछि आयो एकछिनपछि 400 मिटर रिलेमा आयो होइन 400 रिलेमा चाहिँ मैले चाहिँ पुरा पहिलाहरूको गरेको देखेको थिएँ क्या वाट दे युज टु डु इज कि अब एउटाले रनरले आएर सेकेन्ड रनरलाई दिँदाखेरि जुन ब्याटन ट्रान्सफर गर्छ नि त्यो सेकेन्ड रनर चाहिँ उभिरहेको थियो क्या उसले चाहिँ हातमा दिन्थ्यो अनि कुद्नु सुरु गर्थ्यो क्या मैले चाहिँ त्यसो नगर्ने लेट्स स्टेप ब्याक सर्टन मिटर्स होइन 2-3 मिटर पछाडि बस्ने त्यहाँबाट रनिङ सुरु गर्ने र कुद्दै चाहिँ ब्याटन ट्रान्सफर गर्ने चाहिँ भनेर चाहिँ मैले रणनीति निकालेँ होइन र केटाहरूलाई चाहिँ मैले त्यो अनुसारले इन्स्ट्रक्ट गरेँ नभन्दै त्यो गऱ्यौँ होइन हामी त खतरा थियौँ है र खतरा रहेछौँ भनौँ न होइन त्यसमा हाउसको 400 मिटर रिलेमा पनि जित्यो त्यसमा चाहिँ अरू स्कुलहरूलाई पनि कम्पिटिसनको लागि बोलाएको रहेछ मलाई त्यतिखेर मात्रै थाहा भयो अनि हाम्रो स्कुलको तर्फबाट कुद्नका लागि चाहिँ त्यतिखेर नै सेलेक्ट भयो क्या द बेस्ट रनर्सहरू भयो त्यसमा म पनि परेँ क्या र स्कुलको कम्पिटिसनमा पनि 400 मिटर रेसमा पनि त्यसमा पनि जित्यो क्या सो त्यो जित्यो त्यसपछि गएर हाउसको अब त्यो ड्रमहरू गर्नुपर्ने हुन्थ्यो त्यो ड्रमहरूको लिड मै नै थिएँ होइन अनि हाउसको क्याप्टेन भएको हिसाबले अब क्याप्टेन त को जस्तो हुन्थ्यो सब प्रायः जस्तो अब हाउसले जित्दाखेरि पनि अब ट्रफीहरू रिसिभ गर्ने चाहिँ मै नै हुन्थेँ होइन त्यसै गएर फाइनल अवार्ड सेरेमनी आयो त्यसपछि गएर के भन्ने अब त्यो प्राइज डिस्ट्रिब्युसन गर्दै जाँदाखेरि चाहिँ अब क्याटेगोरी वाइज प्राइज डिस्ट्रिब्युसन बोलाउने बेलामा चाहिँ 200 मिटरको आयो होइन 200 मिटरमा रेड हाउस निर्मल श्रेष्ठ भनेर बोलाएर है टक्क यहाँनिर लगाएँ त्यसपछि एकछिन गएर फर्केर हिँड्दै गएर आफ्नो लाइनमा गएर बस्नु पुग्यो 400 मिटर रेस निर्मल ब्ला 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 4 जनाको नाम लिएको फेरि आयो फेरि लिन गयो होइन फेरि अर्को मेडल त्यसपछि यस्तो एकछिन पछि भन्दाखेरि फेरि अब इन्टर स्कुल टुर्नामेन्टमा चाहिँ द विनर इज हाम्रो स्कुल भनेर चाहिँ द विनर इज प्लिज कम फरवर्ड भनेर बोलाउँदाखेरि फेरि त्यहाँ पनि गयो फेरि होइन यहाँ त घाटामा त के भन्छ घाँटीमा त 3-4वटा मेडल्सहरू त्यसमा पनि अब म हाउसको भाइस क्याप्टेन भएको हिसाबले गर्दाखेरि अब क्याप्टेन त्यतिखेर को जस्तो थियो अनि मैले नि रिसिभ गर्नु पर्थ्यो र हाम्रो हाउसले त्यतिखेरमा सायद 4वटा जस्तो अरू इभेन्टहरू जस्तै पहिलाको एउटा एकाडेमिक भयो भलिबलहरू भयो त्यसमा पनि रेड हाउसले जितेको थियो र त्यसको रिसिभ गर्न जानु पनि मै जानु पर्थ्यो त आफै सम्झिनुहोस् अब घाँटीमा 3-4 जति मेडल थियो अनि 2-3वटा कपहरू लिन जाँदाखेरि त अब त्यो सानै छुट्टै थियो क्या अनि त्यति बेलामा अब त्यो त एउटा विनिङ पार्ट भइहाल्यो त्यसपछि गएर अब ओभरअल मार्क्सलाई चाहिँ ह्यान्डल गर्ने ओभरअल मार्क्स पनि होइन सुरुमा चाहिँ रेड हाउसलाई ह्यान्डल गर्ने मेरो आफ्नो पर्सनल जिम्मा थियो अनि यताउति कुदिरहेको थिएँ सबलाई लाइन बनाएर यताले चाहिँ कतै सेपरेट एउटा कम्पिटिसनमा चाहिँ ग्रुप फर्म गरेर उनीहरूलाई पठाउने त्यस्तोहरू पनि गरिरहेको थिएँ अनि एउटा फाइनलमा चाहिँ एउटा पिटी हुन्थ्यो क्या हाम्रो त्यो चाहिँ एउटा गीतमा ड्रम गरेर डङ 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 गरेर चाहिँ हामीले त्यो पिटी गर्नु पर्थ्यो हो त्यसमा पनि म लिड थिएँ होइन मैले चाहिँ अगाडि बसेर चाहिँ गीतमा चाहिँ सबैलाई चाहिँ त्यो ड्रमिङ गर्नु पर्थ्यो त्यो सबै एउटा भन्नुको मतलब कस्तो भने एउटा इन्भल्भमेन्ट हाई थियो क्या प्राइज आफ्नो ठाउँमा छ अवार्डहरू जितेको त्यो छुट्टै छ पार्ट छ तर इन्भल्भमेन्टहरू टिचर्सहरूसँग प्रिन्सिपलहरूसँग त्यसपछि गएर हाउसहरूसँग एज एन ओभरअल स्कुलमा चाहिँ एउटा स्कुल क्याप्टेन जस्तो टाइपकोले चाहिँ मेरो इन्भल्भमेन्ट थियो क्या अनि त्यो भइसकेपछि चाहिँ धेरैजना मान्छेहरूले चाहिँ मेरो मालाई चाहिँ ओहो के हो कान्छा त खतरा मेडल्सहरू जितेछ त होइन अनि कस्तो एक्टिभ फेरि यता पनि कुदिएको छ उता पनि कुदिएको छ भ्याइ नभ्याइ भएको छ आमामामा भनेर पुरै मालाई तारिफ गरेछ होइन अनि माले पछि सुनाउनुहुन्थ्यो स्याबास भन्नुभयो माले अनि खुसी लाग्यो
त्यही हो मैले चाहिँ ओभरअल मेरो लागि अथवा मेरो इन्ट्रेस्ट भन्दा पनि मोर ओभर चाहिँ मैले मेरो मालाई चाहिँ प्राउड फिल गराउनलाई चाहिँ भनेर यो स्टेप लिएको थिएँ र म सक्सेस पनि भएँ। मनमा परेको त्यो 2 वर्ष अगाडिको त्यो सेन्टेन्स त्यसलाई चाहिँ मैले चाहिँ फाइट गरेँ र एचिभ गरेँ र मेरो मालाई चाहिँ त्यो दिनमा चाहिँ शिर ठाडो बनाएर चाहिँ मैले चाहिँ अगाडि बढाएँ भनौँ न। शिर ठाडो बनाउने मैले चाहिँ एउटा वातावरण दिएँ र यो कारणले चाहिँ म चाहिँ एकदम प्राउड फिल गर्छु कि मैले यो कुरा यो एचिभमेन्टमा चाहिँ है त। सो अलिकति भिडियो लामो भयो होला, यो यही नै हो विशेष गरी चाहिँ है मैले चाहिँ कसरी चाहिँ यो मेडल्सहरू यो कपहरू कसरी चाहिँ विन गरेको थिएँ भनेर चाहिँ यो सानो सर्ट स्टोरी तपाईँहरूको माझमा है त। इट्स अल अबाउट लर्निङ एन्ड सेयरिङ एक्सपिरियन्सेस है त। सी यू अन्टिल नेक्स्ट ब्लग र यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।